नमस्ते साथीहरू। मैले चाहिँ आजको बेलुकाको डिनर गरिसकेँ। हजुरहरूले गर्नुभएको छ कि छैन तल कमेन्टमा भन्नु होला है। म आज बनाउँदैछु बोडी आलुको तरकारी मेरै तरिकामा। हजुरहरू कसरी बनाउनुहुन्छ? म चाहिँ अदुवा लसुन कुचाएर यहाँ रेडी गर्दैछु तरकारीको लागि। अनि म तेल राख्न गइरहेको छु। कराई तताएर तेल राखेँ, मेथी फुराएँ, त्यसपछि प्याज राखेँ। प्याजलाई गोल्डन ब्राउन हुने गरी भुटेर अनि त्यसमा मैले पहिला राख्छु आलु। कति धेरै गर्मी छ हेर्नुहोस् न, पानी पिउँदैछु म चाहिँ। कति धेरै गर्मी भइरहेछ साथीहरू। प्याज यतिको रातो भइसकेको छ। त्यसपछि मैले राखेँ आलु राखेर त्यसमा अलिकति नुन राखेर म चाहिँ त्यो पहिला आलु फ्राई गर्छु। आलु फ्राई गरिसकेपछि यतिको भएपछि त्यसमा राख्ने अदुवा लसुनको पेस्ट, त्यसपछि टमाटर, त्यसपछि जिराको धुलो, त्यसपछि यसलाई मजाले मिक्स गर्ने। यसमा मैले बेसार पनि राखिसकेँ, बेसार र नुन। त्यसपछि म ओइरिँदैछु बोडी। हाम्रो चाहिँ यो बारीमै फलेको बोडी हो। त्यसपछि यतिको मजाले मिक्स गरेपछि यसलाई म छोपेर बनाउन गइरहेको छु। मेरो खाना पनि रेडी भइसकेको छ। त्यसपछि भाँडाहरू धेरै थियो, मेरो भाँडा पनि माझेको थिइनँ। म चाहिँ भाँडा माझेँ, सनाक पारेँ। मलाई चाहिँ यो भाँडा थुपारेर राख्नै मन लाग्दैन, यसरी माझिहाल्नुपर्छ। मैले चाहिँ खाना बनाउँदै भाँडा माझिहाल्ने बानी छ मेरो। हजुरहरूको कस्तो छ कमेन्ट गर्न नभुल्नु होला। मैले चाहिँ सनाक पारेर भाँडा माझेर पनि पखालिसकेँ। तरकारी पनि उता बनिरहेको छ। ल अब एकचोटि छोपेर उगारेको तरकारी यतिको भयो मेरो। यतिको भयो। अब यसलाई फेरि कभर गरिदिने, एकछिन टाइम लाग्छ पाक्नको लागि। मैले चाहिँ अघि माझेको भाँडाहरू सनक्क पारेर मिलाएँ। मलाई चाहिँ भाँडा थुपारेर राख्ने बानी नै छैन। तरकारीमा पनि मैले अलिकति रसवाला बनाउन लागेको थिएँ। रसवाला तरकारी बनाउन गइरहेको छु म चाहिँ। अनि मैले चाहिँ बनाना पनि खाँदैछु यता। के गरौँ भयो, भोक पनि लागिरहेको थियो अनि बनाना पनि खाँदैछु। गर्मी यति धेरै छ, झापामा के भन्नु साथीहरू। ल मेरो तरकारी यतिको ग्रेभी भएको छ। ग्रेभी बनाएँ मैले चाहिँ आज। दालहरू बनाइनँ, मै थियो अनि ग्रेभी तरकारी बनाएँ। खट्टी मिठीको अचार तरकारी बाबालाई दिएँ, मैले नि खाएँ। ल आजको भिडियो यति हो है त। बाई बाई, गुड नाइट।